हाम्रो गोतियारमा चाहिँ नयाँ पाहुना आउनुभएको छ। गोतियार भनेको के भन्नुभयो होला साथीहरू? गोतियार भनेको चाहिँ हाम्रो बाबाको दाजुभाइहरू हुन्। हेलो गाइस, स्वागत छ हजुरहरूलाई हाम्रो अर्को नयाँ मिनी ब्लगमा। र साथीहरू, हाम्रो चाहिँ कलेज छुट्टी भइसकेको थियो र हामी चाहिँ साथीको वेटिङमा थियौँ। उनीहरू चाहिँ साइकलमा आउने हो, मलाई चाहिँ लिन आउनुहुन्छ। त्यही भएर म चाहिँ हाम्रो हस्बेन्डजीको वेटिङमा छु। उहाँलाई चाहिँ लिन आउनलाई अलि थोडा टाइम लाग्ने भएको कारणले म चाहिँ मेरो साथीहरूसँग जाँदैछु साइकलमा बसेर। मलाई चाहिँ साइकल चलाउन साह्रै अप्ठ्यारो लाग्छ कि साथीहरू, चलाउनै सक्दैन साइकल चाहिँ। किन खुट्टा दुखिहाल्ने कि पहिलेबाट नचलाएको बानी भएर होला सायद, होइन। हाम्रो बुढा पनि आइसक्नु भयो लिन। अब म चाहिँ उहाँसँग जाँदैछु बाइकमा। हाम्रो कलेज चाहिँ महेन्द्रनगर बस पार्कको आसपासै छ अनि हामी चाहिँ डाइरेक्ट क्लिनिकमा गयौँ। आज चाहिँ मेरो भिडियो नबनाउनु भन्दै हुनुहुन्छ। मेरो चाहिँ दाँत दुखेर पुरा टाउको पनि दुखिरहेको थियो कि साथीहरू, त्यही भएर म चाहिँ औषधि लिन गएको थिएँ। मेरो दाँत चाहिँ एकदम बढी नै दुखेको थियो कि साथीहरू, त्यही भएर हामी चाहिँ डेन्टलमा जान्छौँ। दुई ठाउँमा चाहिँ मान्छेहरू प्याक भएको कारणले हामी चाहिँ फेरि अर्को ठाउँमा जान्छौँ। डेन्टल पुगिसकेपछि साथीहरू मेरो दाँत हेर्नुभयो। मेरो दाँतलाई त्यति केही नभइरहेछ, गिजामा चाहिँ हल्का प्रब्लम रहेछ, त्यही भएर मलाई चाहिँ कोलगेट दिनुभयो। त्यसपछि फेरि हामी चाहिँ सिधै गयौँ महाकाली अस्पताल। यहाँ चाहिँ हाम्रो बुहारीको नयाँ बेबी भएको कारणले हामी चाहिँ उहाँलाई भेट्न जाँदैछौँ। मेरो छोरी हुँदाखेरि चाहिँ यहाँ तलको बिल्डिङमा भएको थियो अनि हामी त्यही गएको थियौँ। त्यहाँबाट सरेर चाहिँ माथिको बिल्डिङमा रहेछ, त्यही भएर हामी चाहिँ माथि गयौँ। फाइनली हामी बाबुलाई देख्यौँ। उहाँहरू चाहिँ नास्ता गर्न लाग्नु भइरहेछ भर्खरै। अनि भित्र गएको त साथीहरू, यहाँ चाहिँ हाम्रो ठुलो जेठानी चाहिँ कुरेर बस्नु भइरहेछ। बेबी र मामु चाहिँ मस्तले सुतिराख्नु भएको छ। मेरो छोरी हुँदा नि म यति सुते थिएँ साथीहरू, यति निन्द्रा लाग्दो रहेछ, होइन। शरीर पनि हल्का हुँदो रहेछ, त्यही भएर यति निन्द्रा पर्छ कि। नयाँ बेबीसँग भेटघाट गरिसकेपछि हामी फेरि घरतिर जाँदैछौँ। अब उहाँको पनि काममा जानुपर्ने हुन्छ खानासाना खाएर, त्यही भएर लेट हुन्छ भनेर हामी चाहिँ घरतिर जाँदैछौँ। सोमबार भएको कारणले होला साथीहरू, यहाँ चाहिँ हस्पिटलमा चाहिँ हल्का भिडभाडै थियो। खाना खाइसकेपछि चाहिँ उहाँ चाहिँ छोरीलाई लिन जानुभएको थियो स्कुल। मेरो छोरी पनि स्कुलबाट खुसी हुँदै आइसक्यो, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि फेरि मेरो थोरै कपडा धुनु थियो अनि फेरि म कपडा धुन थालेँ साथीहरू। धोएर भ्याइसकेपछि फेरि म रेडी भएँ आफ्नो साथीकोमा पढ्न जानको लागि। अब एक्जाम पनि आउँदैछ साथीहरू, हल्का त तयारी गर्न पर्यो। मलाई छोड्न चाहिँ यहाँ दुईजना जाँदैछन्, फुपू बदैनी। अनि मैले पनि गाडी निकालेँ साथीहरू साथीकोमा जानको लागि। बाटोमा जाँदै गर्दा चाहिँ यहाँ बाटोमा चाहिँ गोरुको यति ठुलो घाउ भइरहेछ खुट्टामा चाहिँ बिचरा। अनि हाम्रो यतातिर चाहिँ बाटो बन्दैछ नि, त्यही भएर यहाँ अलकत्रा पकाइरहेको थिएँ। यति गन्दा आएर थियो कि अलकत्राको हिँड्नै नसक्ने गरी। अनि यहाँ चोकमा चाहिँ कपडाको सेल राख्नु भइरहेछ। यहाँ चाहिँ धेरै महँगो आउँदैन, यो कपडामा चाहिँ 50-100 यस्तै आउँछ प्राइसको, होइन। अनि फाइनली म पनि मेरो साथी घर पुगेँ। उनीहरूले चाहिँ मलाई छोडेर अब जाँदैछन् घरतर्फ। यता चाहिँ प्योर पक्की रोड बन्न लागिरहेको छ साथीहरू, पुरै ढलाइसलाइ गर्नको तयारीमा छन्। यहाँ चाहिँ म पनि मेरो साथीको रुममा पुगेँ। उनीहरू चाहिँ पहिले आएर पढिरहेको रहेछन्, लेखिरहेको रहेछन्। मै मात्र ढिला पुगेँ, अरू काम पनि गर्नु थियो नि त मेरो। अनि म पनि एकछिन पढेर त्यसपछि म चाहिँ आँप काट्न लागेँ। खानको लागि एकछिन रेस्ट गर्ने टाइममा चाहिँ हामी आँप काटेर खान्छौँ अब। यता चाहिँ अर्को साथीले नुन पिसिरहेको छ साथीहरू। हामीले चाहिँ आँप काटेर पनि नुन पिसेर नि भ्याइसक्यौँ। अनि हामी पनि बसेर गफ गर्दै आँप खान थाल्यौँ। साथीहरूसँग त जे खाँदा पनि मिठो हुने कि, एक्लै खाँदा चाहिँ केही नरुच्ने, साथीहरूसँग खाँदाखेरि चाहिँ जे पनि मिठो लाग्ने कि। झन् त्यही माथि अमिलो पिरो झन् टक्क। यो साथीलाई चाहिँ आँप धेरै नै मन परेन साथीहरू, गुस्लीको त्यो पुरै चिल्ली पारेर खाइसकेन साथी, धेरै मिठो लागिरहेको आँप। त्यसपछि म पनि घरतिर जाँदैछु पढेर भ्याएर। अब चाहिँ बेलुका भइसकेछ नि त, अनि खाना बनाउनु पर्यो म पनि गएर। र हाम्रो आजको भिडियो चाहिँ यति नै साथीहरू।